ओ माई गड! आज मेरो मोबाइल झन्डै जान्थ्यो। हावाको कारणले गर्दा कति बेला मोबाइल नालामा झरिरहेको थियो। अर्को ठाउँमा राखे त्यहाँ पनि हावाले गर्दा पानी बग्ने नालामा त्यहाँ पनि झरो। हेलो गाइस, म अभिषेक चौधरी र तपाईहरु हेर्दै हुनुहुन्छ अभि ब्लग। आज म पहलवानीको काम गर्दैछु। बन्नाले अस्तिको स्टार्टअपको लागि बाँस काटेको र त्यही बाँसहरु हो जुन कि युज गरेर पनि यति बच्यो। अनि मम्मीले भन्नुभयो कि यो सबै बाँस राखिदिनु भनेर, बट आफ्नो कामले बिजी भएको कारणले यो काम गर्ने टाइम मिलिरहेको थिएन। आज 2-3 हप्ता पछि म फ्री भएर आज जसरी भए पनि सबै बाँसहरूलाई ओसार पोसार गरेर मम्मीले भन्नुभएको ठाउँमै राख्ने, किनकि हाम्रो खेतमा बाँस राखेको होइन र हाम्रो खेत पनि होइन। झन् अब धान रोप्ने सिजन आइसकेको छ र खेतवाला जति बेला पनि आफ्नो खेत जोत्न आउन सक्छ। ओ माई गड! आज मेरो मोबाइल झन्डै जान्थ्यो। म सुट स्टार्ट गरेर आफ्नो काममा व्यस्त थिएँ, बट हावाको कारणले गर्दा कति बेला मोबाइल नालामा झरिरहेको थियो मलाई थाहै भएन। अनि उताबाट आउँदा हेर्छु त मोबाइल नाला भित्र छ। अनि हतार हतार निकालेर र सफा गरे। अर्को ठाउँमा राखे त्यहाँ पनि हावाले गर्दा पानी बग्ने नालामा त्यहाँ पनि झरो। मेरो लागि मेरो मोबाइल धेरै प्यारो छ, किनकि जति भिडियो सुट गर्छु र एडिट गर्छु, तपाईहरुलाई इन्टरटेन गर्छु, सबै यही मोबाइलले गर्दा हुन्छ। एट लास्ट अब एउटा मात्रै बाँस बाँकी छ र फाइनली 1-2 घण्टा पछि काम सकियो। र यो ब्लग तपाईहरुलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोला, लाइक गर्नुहोला। अझै न्यू अपकमिङ भिडियोको लागि मलाई फलो गर्नुहोला। यति भन्दै यो ब्लग यही इन्ड गर्न चाहन्छु। हस्त, धन्यवाद।